हेलो गाइज वेलकम ब्याक टु हाम्रो अनदर ब्लग। आज हाम्रो पोखरामा डे 2 अनि आज हामी जाँदैछौँ गाउँको नाम याद आएन। ठिक छ, मलाई पनि गाउँको नाम याद आएन। हामी एउटा दाइहरूसँग आज हामी आउटडोर पेन्टिङ गर्न जाँदैछौँ हैन। हामी आज धेरै एक्साइटेड छौँ किनभने आज हामी पोखराको धेरै सिनियर दाजुहरू आर्टिस्टहरूसँग भेटघाट गरेर जम्मा भेट गरेर पेन्टिङहरू गर्छौँ। अनि के भन्नु सर, तपाईहरुलाई पनि देखाउँछौँ हामी पेन्टिङ गर्न। कस्तो हुन्छ हैन। सबै दाइहरुको पनि पेन्टिङहरू मजाले गर्छौँ। हामी आफ्नो पेन्टिङ नै गर्छौँ अनि मजाले टाइम टाइममा दाइहरुको पेन्टिङ पनि देखाउँछौँ है त। अब हामी एकछिनमा दाइहरु बाहिर आउँदै हुनुहुन्छ कि हामी चाहिँ रेडी भइसक्यौँ हैन। अब हामी गएर दाजुहरूलाई भेटघाट गरेर जान्छौँ। अहिले चाहिँ हामी बिहान कति बजे छ? 7 बजेको छ हैन। ल आज चाहिँ 2082 साल 6 महिना 25 गतेको आज चाहिँ शनिबारको दिन रहेको छ। आउटडोर पेन्टिङको लागि उतै भेटौँ न गाइज। बाँकी सुरु त बिहान जाडो हुन्छ नि। सरोज आउटडोर लिनु गएको छ त्यहाँ लगाइदियो हुन्छ। ल युकेश पनि आइसक्यो। ल गुड मर्निङ। ल युकेशजी, हाम्रो त मनोज दाई। गाइज हामी चाहिँ हिँड्न आँट्यौँ घचकतिर प्लेनेट गर्नलाई। घाचोक ल हामी गाइज हिँड्यौँ फाइनल्ली। अब हामी हिमालयमै जाने कुरा छ। म सन्जु थापा मगर। देखिरहेको थिएँ हामी फलो गरिरहेको थियौँ हजुर। ल छिटो आउनु। खाजाकै पढिसक्यो। हामी त यहाँ उसमा आइपुग्यौँ नि। अब बाटो आउनु लागिसक्यो। कस्तो नढाका होला फेरि तपाईँ। अब एक ल अब तपाईँ खाजा खाएर आउनु होला। ए थापाजी यार भिडियो कल गर्नु। कस्तो लाग्यो? कहाँ छौँ हामी अहिले? घचक खतरा है ठाउँ है। हेर न
सिरिङगाटाको अन्त यति बेलापर्छ तिम्रो हुनुहुन्छ यतापट्टिको चाहिँ अन्नपूर्ण यताको चाहिँ माछा पुच्के अन्नपूर्ण यता थियो नि त ठुलो बुटो पहिला सन्जोको पनि अलि उमेर गएपछि त्यसलाई पनि प्रेसर हुन्छ कि जस्तो लाग्यो किन अनुहार एकैछिनमा रातो के हरानी अरे भाइले कटुस र बेलाउती ल्याइदिएको गायब हुन्छ त कतिले खान्छ उनीहरूको प्रगति कस्तो हामी यस्तो भौगोलिक अवस्थामा छौँ कि हामीलाई त अन्त संसारले होइन कि हामीले अन्त संसारलाई ज्ञान दिनु पर्ने ठाउँमा हामी नै बिग्र्यौँ के मती भ्रष्ट भयो कि यस्तै अवस्था ड्युटी जाँदै हो अहिले ल हामी अहिले यहाँ गहचोकमा छौँ ल अब हामी पेन्टिङ गर्नलाई स्पटतिर जाँदैछौँ सानो घर कि अर्कै
फोटो खिचेर ल्याउँ त त्यो जङ्गल मुनि त्यहाँ मन्दिर ऊ माथि गएको देखिन्छ हजुर त्यतापट्टि हेरौँ त्यतापट्टि तलको देखिन्छ त्यो केरा क्या पसाएको नि छ 5 वटा त्यसलाई खिचेर गर्नु पाए हुन्थ्यो खिचेर उहाँ भरौँ त त्यहाँ फारम छ नि त्यो मुनि भैँसीको फारम छ फारम छ त्यो फारमदेखि मास्टर सुन्तलाको 50 वटा छन् मैले रोपेको हो हजुर रोप्नुको केरा पसाइछन् राम्रो केरा पसाइछन् त्यो फोटो खिचेर ल्याऊँ त उही फारममा जाऊँ त्यहाँ अहिले माथि गएको देखिन्छ त्यहाँ रोड गएको छ वहाँसम्म अहिले म तल हिँडेँ हजुर तल एकजनालाई त्यो एकापको मान्छे हो त्यसलाई भेट्छु भनेर हिँडेको हो र त्यहाँ त्यो फारममा जाऊँ त त्यहाँ माथि चोक छ हजुर त्यो चोक त त्यसै जाऊँ हाम्रो खाना खाने टाइम भएको छ अहिले खाना यो ल खाना खाने टाइम हो ल अब हामी फेरि अब खोलातिर जाँदैछौँ फेरि अर्को प्लेन एयर गर्न आउटडोर अहिले यतापट्टि हिमाल छेकियो है अहिले चाहिँ ल गाइस लाग्यो है हामी स्वर्गतिर ल सबै अगाडि बढौँ अगाडि 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 जाउँ हामी चाहिँ खोलामा हुँदैन दाजु खोला बनाउनुपर्छ हामी यो घाचोक 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 अनि उतापट्टि पर्छ लाचोक के छ लाचोक लाचोक घाचोक भन्छ कि हिमालहरू देखेको भएर झलङ्गी पुल रहेछ यहाँनिर लुहाङ हजुर त्यो त हिमालबाटै बगेर आएको पानी हो कि है चिसो नि होला एकदमै माथि जाने त लुजुम यहाँसम्म जानु त अब एकछिन यहाँसम्म आएपछि अलिकति त्यहाँसम्म जाउँ त्यहाँ माथि यता फर्केर बनाउनु पायो भने दामी हुन्छ जताखेरि उतै रमाइलो दामी रहेछ उनी हो ल हामीले बनाउने ठाउँ त दामी रहेछ ल ठाउँ यहीँबाट हुन्छ नि
कस्तो लागिरहेछ हौ ठिक छ हैन जाउँ मर्दी खोलामा हामी हामी आकाश दायरामा चाहिँ टक्क यहाँ चाहिँ पेन्टिङ गर्दैछौँ मर्दी खोलाको पुलमा मेरो चाहिँ जङ्गलहरू अलिक धेरै डिड्युस भयो क्या दाजु है यो नालामुखको है पोखरा नालामुखको यो फेवाताल है तालपारी गएर यता वाडी हेरेको यो चाहिँ आजको मर्दी खोलाको बगान त्यसैले बनाएको हुन्छ जाम हामी हिँडियो हाम्रो टोली उता पुग्यो फोनमा बोल्दै हुनुहुन्छ हामी जाउँ ल अब ल सरोज ठिक छ हैन सरोज त कति वर्ष भयो सरोज 17-18 भयो होला ल है गाइस आजको ल प्लेन एयर आउटडोर पेन्टिङ चाहिँ यति नै हाम्रो टोली आज जस रमाइलो भयो दादा हिर्सा सिक्ने मौका पाइयो कमी कमजोरीहरू छोएर मजा भयो नेक्स्ट टाइम फेरि यो कुराहरूलाई मनन गरेर सुधार्ने हामी प्रयास गर्नेछु आशा छ अब अर्कोचोटि मनाउँदाखेरि अलिक राम्रो हुनेछ हुन्छ दाजु यसरी भयो भने चाहिँ टक्क थाहा हुने रहेछ क्या आफ्नो के कमजोर ठुल्ठुलै भयो यता आएर यसो काम गरेर पाइयो सुधार्ने नि सिक्ने क्रम जारी छ अलिक प्र्याक्टिस कम भएको रहेछ मेरो दाजु तपाईँको त्यो यस्तो कन्फिडेन्ट थियो मेरो कन्फिडेन्ट थिएन ब्रस स्ट्रोकहरू हेर्नु न है लात्र पत्र भइरहेको त्यही हो गाइज अब अर्कोचोटि सबै आर्टिस्ट एउटै आर्टिस्ट काम गरिरहेको छ नि त तपाईँले एउटा गरेर टाइमै निकाल्न गाह्रो कि त्यही त हाम्रो त खोलाम भन्यो नि मेलै लाग्छ कस्तो दामी यो पनि तपाईँले यता बसेर राम्रो ठाउँमा बस्नुहुन्छ यो रुखले नि है म यो ठाउँ चिने यो मैले रुखलाई यो याद गरिरहेको थिएँ मैले भाइ भाइ स्कुटर हेर न स्कुटर गरिहाल्थ्यो भाइ अर्डर मनमार्नेहरू 3 कोड हाल्नु पर्छ त्यसै जस्तो भएको होइन कलरको त्यो क्वान्टिटी भन्दा फाइन्डरहरू धेरै कि त्यो एउटा क्रोसन एउटा गर्नु हुन्छ एउटा क्रोसन भएन
आज रमाइलो भयो दाजुहरूसँग केही कुरा सिक्न पाइयो रमाइलो भयो है थमसको आजकल आएको छौँ हामी यो भ्लगमा आउँछ ठिक छ हुन्छ सर ल फाइनली गाइज हामी आज सेकेन्ड डे पोखरामा आज कस्तो भयो सरोज एक्सपिरियन्स यसो भनिदेऊ आज एकदमै रमाइलो भयो यहाँ पोखराको आर्टिस्टहरूसँग गछ होला घा छ कि सम्झिङ के त्यहाँ चाहिँ पेन्टिङ गर्न गएको थियौँ माछापुछ्रीमा अन्नपूर्णहरू नजिकैबाट देख्न पाइयो रमाइलो लाग्यो कस्तो भयो एक्सपिरियन्सहरू सरसँग एकदम रमाइलो केही कुराहरू सिक्यौ पेन्टिङमा ऊ कलर कसरी गर्ने त्यो कम्पोजिसन कलर कसरी कलर कसरी फ्लो गर्ने होइन अनि अरूमा के केही छ मेरो त के छ नि तपाईँ मेरो आज हाम्रो डे 2 चाहिँ आज हामी पोखराको यताको आर्टिस्टहरूसँग मनोज दाई होइन अनि हाम्रो आकाश दाई अनि हाम्रो यता के छ अरे यताको थमसिङ होइन थमसिङ सरसँग अनि हाम्रो युकेश अनि हाम्रो अर्को एकजना दाई उज्जवल दाईसँग हामी यता साइडमा जाँदा चाहिँ हामी दाईहरूसँग यसो पेन्टिङहरू पनि गऱ्यौँ वाटर कलर आउटडोर अनि चाहिँ पेन्टिङ एक्रेलिकमा गरेँ सरले वाटर कलरमा गऱ्यो मैले पनि केही कुराहरू सिकेँ दाईहरूसँग होइन अनि अझै यसरी नै अझै गर्न पाएको अझै बढी कुराहरू सिक्न पाइदियो होला होइन अनि फर्केर फेरि अर्को ठाउँमा जाँदा पनि अनि फेरि अर्को आकाश दाईसँग पनि हामी सँगै बसेर एक्रेलिकमा हामीले नेचरको सिनहरू गएको थियो जुन चाहिँ तपाईँले देखिसक्नु भएको भिडियोमा अनि त्यहाँ दाईसँग बसेर कुरा गर्दै के अरे पेन्टिङहरू गरेर चाहिँ दाईले जानेको कुराहरू मैले नजानेको कुराहरू मेरो पेन्टिङमा भयो कमी कमजोर यस्तो मजाले बुझाएर भनिदिनु भयो कि अर्कोचोटि नेक्स्ट पेन्टिङमा चाहिँ म त्यो कुराहरूलाई म इम्प्रुभ गर्ने कोसिस गर्नेछु होइन तर अलिकति प्र्याक्टिस नै हो प्र्याक्टिसहरू धेरै गर्नुपर्छ पोखराका आर्टिस्टहरूले अहिलेको उमेरका लगभग मिनिमम नै 10,000 12,000 15,000 पेन्टिङ गरिसक्यो अरे जब कि हामीले नम्बर त नम्बर हामीले एकदम थोरै मात्रामा पेन्टिङ गरेको छ त्यो एकदमै धेरै मिहिनेत गर्नु परेको छ अनि आज दाईहरूसँग हामीले अझै धेरै मिहिनेत गर्नुपर्छ अनि त्यही हो दाईहरूसँग भेट्दाखेरि एकदमै यो राम्रो मोमेन्टबाट क्याप्चर भएको यो भ्लगमा छ स्पेसली यो भ्लग नै मेरो हामी दुईजनाको दाईहरूसँग राम्रो राम्रो मोमेन्टहरू चाहिँ क्याप्चर गरेर चाहिँ हामी पछिको लागि एउटा एउटा हुन्छ नि मोमेन्ट होस् भनेर मैले क्याप्चर गरेको होइन तपाईँलाई भिडियो बोलिन्छ रिङ लाग्ला तर हामीलाई चाहिँ पहिला एकदमै राम्रो मोमेन्ट हुन्छ त्यसै कारणले बनाएको छ त्यही हो दामी बगाएको हो होइन अर्कै हुनु त ल यति भन्दै आजको भ्लगलाई चाहिँ